Hello. Welcome back to MKS को vlog channel. Yo. जाम खोलिसकेको छ. मलाई चिन्नुहुन्न, मैले तपाईलाई चिन्छु फेरि. स्क्ल्याम्बरमा छु म, एक राउन्ड हानेर आउँछु अब. मैले राइड गर्ने बेलै जाम हुन्छ कि फेरि तेरिका. पहिला त नयाँमा टेस्ट गरेको. अब हाम्रो चाहिँ छुट्टी भइसकेको छ. गोप्रोमा ब्याट्री सिधेको अवस्था चाहिँ पहिल्यै आइसकेको थियो. अब हामी घर जाँदैछौँ. घरको बाटो चाहिँ एकदम सर्टकट बाटो छ, धेरै टाढा छैन मेरो ससुराली. हेलो वेलकम ब्याक टु MKS को भ्लग च्यानल. तपाईहरुले सुन्दै हुनुहुन्छ MKS को भ्लगबाट नयाँ समाचार, मौसमको समाचार, तातो समाचार अनि चिसो समाचार. दसैँ सिधै लगतै तपाईहरुले अब जाडो महिनाको अनुभव गर्न सक्नुहुन्छ. के बेला ल ठिकै छ. फेरि आज नयाँ भ्लग मेरो आउँदैछ. सायद यो भ्लग आज बेलुका आउँछ होला. हिजो मैले फेरि भ्लग सुरु गरेँ भनेर भिडियो हालिसकेँ. आई एम ब्याक टु भ्लग भनेर. अब यो अर्को भ्लग हुन्छ. अहिले म चाहिँ कहाँ छु भन्दाखेरि म आज चाहिँ नक्सालमा छु. नक्साल नागपोखरी. अनि भ्लग चाहिँ मैले आज पनि बाटैबाट सुरु गरेँ. अब 1-2 राउन्ड जति बाइक कुदाउँछु. नक्साल नारायण चौर एक राउन्ड घुमेर चाहिँ अनि म फेरि यता आउँछु. हेरौँ यता सोरुमतिर पनि राइड गरौँ. यता वरिपरि के नयाँ नौलो बाइकहरू आएको छ. बेनेली छ सायद त्यहाँ, अनि ट्राइमको सोरुम छ, यामाहाको छ, होन्डाको छ के अरे. अब त्यहाँ गएर बाहिरतिर के सो गरेको छ त्यो हेर्छु. अब बाहिरतिर त्यस्तो कुनै छैन भने चाहिँ राउन्ड मात्र हानेर आउँछु होला है त. ल अब सिधै हामी गोप्रोमा भेट्छौँ. सो यो वेलकम ब्याक टु MKS को भ्लग. तपाईँहरूलाई स्वागत छ MKS को भ्लगमा. अब हामी चाहिँ अहिले नागपोखरी थियौँ. नागपोखरीबाट एक राउन्ड हामी नारायण चौर हान्छौँ. म ड्युटीमै छु. माइकको क्वालिटी के छ, मैले माइक चेन्ज गरिसकेको छु. माइकमा अनि फिल्टरहरू पनि ड्याङडुङ लाएर डेड क्याट अनि स्पन्ज फिल्टरहरू एड गरेको छु. साउन्ड अलिकति नोइजीहरू त कम भएको होला. अलिकति क्यामेरा एङ्गल अलिकति तल गरौँ है त. यो ल अब ठिक छ होला सायद. अलिक अझै ल ठिक छ. अब चाहिँ ठिक छ. ल यतिको हुनुपर्ने. अघि चाहिँ मैले गोप्रोबाटै खिचेको थिएँ टक्क लाएर मेरो अगाडिको भिडियो चाहिँ. अब इन्ट्रो चाहिँ मैले अहिले त्यति हालेको छैन, इन्ट्रेस्टिङ नभएर. इन्ट्रोहरूमा के देखाउने पहिला सुरुमा भिडियोमा थिर्नको लागि त मान्छेलाई इन्ट्रो इन्ट्रेस्टिङ देखाउनु पऱ्यो नि त. सबभन्दा पहिला थम्बनेलले काम गर्छ, त्यसपछि इन्ट्रो. अब मेरो त थम्बनेल अहिले सकेसम्म इम्प्रुभ गर्दैकै छु होइन. यहाँबाट चाहिँ हामी नारायण चौर राउन्ड हान्नु पर्ला. तपाईहरुलाई अब कुरा गरौँ, के कुरोको कुरा गरौँ, बाइकहरूको नयाँ बाइकहरू के निस्केछ भनेर म देखाउँछु. सुरुमा यामामा छिर्नु पर्ला. उताबाट आउँदाखेरि यामा नजिक पर्छ. यामाहा ट्राइम कि ट्राइमतिर छिर्नु पऱ्यो क्या हो. ट्राइमको बाइकहरू त्यही त होला नि. स्पिड र स्क्ल्याम्बर नै होला. अब त्योभन्दा बाइक अरू त कुनै आएको छैन होला सायद. स्क्ल्याम्बर 400 र स्पिड 400 होला. मेबी त्यही होला. अरू खासै केही आएको छैन होला. यसो गरौँ न, यताबाट नगइकन उताबाट यामा हुँदै घुम्नु पर्ला. तर यत्रो किन घुम्नु, यहीँबाट अलिकति सर्टकट गरेर घुम्नु पर्ला. ल जाम खोलिसकेको छ है. यहाँबाट चाहिँ अब हामी निस्किँदैछौँ नक्साल. गाडीहरूको सोरुम पनि टन्नै छ, तर गाडीमा खासै इन्ट्रेस्ट छैन. त्यो अलिक भनौँ न खल्तीमा पैसा भएपछि आउँला यो इन्ट्रेस्टहरू चाहिँ. अहिले बाइकमै धेरै इन्ट्रेस्ट छ. बाइकमै अलि उस गर्ने. ओहो ट्राइम यहाँ हो नि यार. ट्राइमको सोरुम त यहाँ हो नि. अहिले आउनु पर्ला यहाँ. यहाँनिर यामा कता? यामा यतै हो. खासै त्यस्तो नयाँ कुनै लन्च भएको छैन हो.
त्यही पुरानै बाइकहरू नै छ जस्तो लाग्यो मलाई सायद यहाँ चाहिँ है। अब त्यही पनि बुझ्नलाई गइदिउँ क्या हो, जाउँ कि नजाउँ केही पनि छैन खासै। अब त्यही MT-15 र यो V4हरू नै होला, त्योभन्दा राम्रो त बाइक त मसँगै छ। अब योभन्दा राम्रो बाइकहरू त मसँगै छ, यहीँ छ। अब त्यही MT-15 नयाँ भर्जनको हो। त्यहाँ चाहिँ जान मन लागेन है मलाई। म बाइक किन्न आएर जस्तो गरेर हिँड्यौँ क्या हो। के बोले भाइ? अब के बोले? यहाँ ट्राइममा त सागर दाइलाई भेट्छ होला। सागर दाइ बाइक किन्न आएको म है भन्नु पर्ला जस्तो। ट्राइम्फ लिने त सोचमा छ भनेर भनिदिनु पर्ला होइन, नले पनि छ भनेर जस्तो कुरा चाहिँ गर्नु पर्ला जस्तो। ट्राइम बाइकको लागि चाहिँ बुझ्न आइरहेको छु म। ठ्याक्कै लगाएर मैले चाहिँ ट्राइमको सोरुमको अगाडि चाहिँ यो ट्राइम र KTM चाहिँ सँगसँगै नै छ होइन। यहाँ अब भित्र चाहिँ हाम्रो दुईवटा सिरिजको बाइकहरू छ, एउटा स्प्लेम्बर 400 र स्पिड 400 छ। भित्र हेर्छु है त, अब दुईवटा तिनवटा कलरको सिरिजको छ। अब यहाँ स्प्लेम्बर, अब यतापट्टि स्पिडको सिरिजहरू छ भनेपछि यो राइट साइडमा चाहिँ स्प्लेम्बरहरू छ है। यसको प्राइस कतिको रहेछ यहाँ हेरौँ है त। अब यो यसमा देख्नु भएको यो चाहिँ एक्चुअल प्राइस होइन, यो चाहिँ डाउन पेमेन्ट प्राइस हो। यो चाहिँ 2,80,960 रुपियाँ EMI डाउन पेमेन्टमा पाउनुहुन्छ तपाईँले। इन्ट्रेस्ट चाहिँ 12% रहेछ। म त इन्ट्रेस्ट चाहिँ फ्री होला भन्नु सोचेको, तर 36 मन्थको लागि चाहिँ 12.99%ले चाहिँ स्प्लेम्बर 400 तपाईँले पाउन सक्नुहुन्छ। यसको एक्चुअल प्राइस चाहिँ कति रहेको छ भने म तपाईँलाई देखाउने हुन्छ। यसमा भएको फिचर्स, यसमा कति छ भन्दाखेरि 6,99,900 यो यता चाहिँ अब ट्राइमको भिडियो चलिरहेको छ है, राइडिङको। यो चाहिँ बाहिरको हो, त्यो बाहिरको हो। यहाँ चाहिँ हाम्रो सागर दाइ आउनु भयो है, सागर दाइको भिडियो चल्नु पर्ने हो नि त यहाँ ट्राइमको त। यो यताउताको त किन प्रशुक हो ट्राइमको बारेमा। यहाँ सागर दाइको भिडियो चलाएको चाहिँ एकदम बवाल हुन्छ। लाइटमा छ होइन, हाइकिङको पावर लाइट चाहिँ नजानेको भएर कस्तो हुन्छ नि। अब यतिको पावर भनेको मजाले पुग्छ कि। अब यो हाइबिम र लो बिम बिहे भयो, हाइबिम र लो बिम बिहे भयो, अलिकति एकदम पावर चाहियो। अब हेडलाइट पनि अझै एडजस्टेबल हो नि। हेडलाइट पनि एडजस्टेबल रहेछ, तल माथि आफैले गर्नु भने चाहिँ स्क्याम गरेरै मनपर्छ मलाई चाहिँ। ल बाइक चाहिँ लिन अहिले एउटा दुइटा बाइक लिएर जाउँ भनेको त बाइकै आएको छैन। अब भोलि चाहिँ कुन आउँछ स्टक हाम्रो? सबै कलरहरू सबैहरू आउँछ। हामीसँग कति 4वटा होइन? 4वटा कलर, 4वटा छ है। ब्ल्याक कलर, व्हाइट, रेड एन्ड अहिले एभाइलेबल चाहिँ कुन हो? एभाइलेबलहरू सबै लिमिटेडै हो हामीसँग। हजुर, तपाईँको अब अहिले एभाइलेबल हुन्छ ब्ल्याक मात्र, ब्ल्याक र व्हाइट अलिन्छ। ट्राइमले मार्केट खाँदैछ बिस्तारी बिस्तारी। ल
अब चाहिँ मेरो अनुहारबाट हेर्नु म ट्राइम सोरुममा छु अनि यता साथीहरू पनि आएको थियो मैले जुन साथीलाई कुरेको त्यो साथीहरू चाहिँ आएको छैन अर्को साथीहरू चाहिँ भेट भयो अब ट्रायल गर्नलाई चाहिँ चलाउन त मैले पहिला चलाइसकेको छु अब फेरि मौका मिल्यो भने आज नि चलाएर हेर्नु पर्ला नि त के छ र होइन पाए चलाइदिने हो पहिला त नयाँमा टेस्ट गरेको हो अब त धेरैले टेस्ट राइड गरेर पुरानो भइसकेको छ त्यो 1 राउन्ड हालेर फेरि टेस्ट राइड गर्छु म अनि खासै म त्यत्तिकै आएको अनि यहाँ कुरा गर्दा गर्दा मेरो साथी आउँदैछ भन्दा साँच्चै नै घरतिरकै साथीहरू आइदिरहेको अनि टक्क उहाँहरू आयो हेर्नुभयो ग्रिन कलरमा स्क्ल्याम्बर खोज्दै हुनुहुन्थ्यो ग्रिन कलरमा चाहिँ अब भोलि मात्र स्टक हुँदो रहेछ अहिले चाहिँ हामीसँग ब्ल्याक र व्हाइट मात्रै स्टक छ भन्नुभयो अब सायद उहाँहरू चाहिँ आजै किन्ने भनेर आउनु भएको रहेछ होइन आज छैन अरे अब भोलि आउँछ भोलि किन्नुहुन्छ होला म आउँदिनँ अब म पनि सिधै अब एकैचोटि उसमा भेटौँला है त स्क्ल्याम्बरमा भेटौँला 1 राउन्डको लागि ल अहिले चाहिँ म स्क्ल्याम्बरमा छु होइन स्क्ल्याम्बरमा छु म 1 राउन्ड हानेर आउँछु अब धेरै पछि स्क्ल्याम्बर फेरि है त कस्तो लागिरहेछ ट्राइम स्क्ल्याम्बर 400 जाममा पऱ्यो क्या हो 1 राइड हानेर आउँ भने त फेरि जाम जहिले यो बाइक बोकेर हिँड्दाखेरि जाममै पर्छु म यो बाइकको कुरा गर्दाखेरि चाहिँ बाइक चाहिँ पर्फर्मेन्स चाहिँ एकदम बवाल नै छ होइन अनि अरूहरूले त्यो कतिले चाहिँ इस्यु निकालिरहेको छ भन्दै थियो यो हेडलाइटको बारेमा हेडलाइटको पावर चाहिँ पुग्दैन भनेर यसमा चाहिँ अब यस्तो रहेछ हेडलाइटमा हाई बिम लो बिम र अनि पावर मोड भनेर ठुलै अर्कै उस गर्नु मिल्ने रहेछ होइन अरूले चाहिँ के बुझ्नु भएको थिएन अब यहाँ बुझ्दाखेरि अघि हामीले उहाँलाई बुझ्दाखेरि चाहिँ राम्रै छ भनौँ मैले राइड गर्ने बेलै जाम हुन्छ कि फेरि तेरिका पहिला पनि राइड त हानिसकेँ मैले टेस्ट राइड हानिसकेँ 2 चोटि 3 चोटि चाहिँ मिसफायर दियो बवाल छ राम्रै छ भनौँ अब आफूले किन्न नसके पनि बेला बेलामा आएर यसो टेस्ट राइड हानेर चाहिँ बस्नुपर्छ भनौँ मलाई चाहिँ एकदम हेभी नै लाग्छ यो बाइक चाहिँ है यो कुदाउँदाखेरि चाहिँ होइन त्यो बिस्तारै रोकेर टर्निङ लिँदाखेरि चाहिँ मलाई चाहिँ एकदम बाइक चाहिँ बुलेट भन्दा नि बुलेट लगभग बुलेट जतिको हेभी नै लाग्छ भनौँ न यो बाइक चाहिँ मलाई चाहिँ जहाँसम्म होइन मलाई चाहिँ मनपर्ने कुरा चाहिँ के भन्दाखेरि बाइक मलाई हल्का भएकै मनपर्छ अप्ठ्यारो ठाउँमा उस गर्नको लागि चाहिँ अरू बेला कस्तो बाटो खाली लाग्थ्यो अहिले चाहिँ कस्तो अलिकति एक्जस्ट पनि अलिकति दामी बेसवाला तरिकाले सुन्यो भने चाहिँ यसमा दामी हुन्छ कि टुटु त्यो स्क्ल्याम्बर 900हरूको साउन्ड सुनिन्छ नि त्यो तरिकाले सुन्यो भने चाहिँ बवालै हुन्थ्यो ल मेरो लागि चाहिँ अलिकति हाइटमा चाहिँ एकदम इस्यु छ है यो चाहिँ अरू चाहिँ ठिक छ होइन मेरो लागि हाइटमा चाहिँ अलिकति स्ट्यान्ड लगाएको बेला चाहिँ यो सेल्फ स्टार्ट नहुने चाहिँ एकदम दामी नै लाग्यो ल म यहाँ चाबी दिन्छु यो चाबी लिनु न है भोलि आउँछ नि है हामी हस्
अब हामी ब्याक टु आफ्नै कामतिर जानुपर्ने हुन्छ। म खास चाहिँ अब एकछिन यामा पनि छिर्छु भनेको, यामा चाहिँ खास अहिले मलाई छिर्न मन लागेन। अब त्यो ट्राइम स्क्ल्याम्बर 400 भन्दा होइन, मैले यो एमटीमा मेरो एक्जस्टमा हल्का मोडिफाई गरेपछि मलाई त मेरै बाइकको साउन्ड क्या दामी मिठो लाग्न थाल्यो भने यार। आफ्नो भने आफ्नै हो नि त, होइन त? आफ्नो भने आफ्नै हो नि त, आफ्नो बाइक भने आफ्नै हो नि त। कति मिहिनेतले कति मायाले राखेको चिज होइन। बवाल स्क्ल्याम्बर त्यति भए पनि चलाइयो। अब यतापट्टि बेनिली छ, अब बेनिलीको साउन्ड चाहिँ एकदम बवाल ओपी सुनिन्छ होइन। तर मलाई किन बाइक इन्ट्रेस्टै लाग्दैन बेनिलीमा। अब टेस्ट राइड गर्न पायो भने चाहिँ गरिदिरहेको हुन्छ। अहिले बेनिलीहरूले खासै त्यस्तो टेस्ट राइडहरू चाहिँ खासै दिइरहेको छैन कि। मेरो काम चाहिँ यहीँतिर छ। यहाँनिर बसेर अब यो अलिअलि मिलाउनु पर्ने छ। अब अनि अब सिधै अहिले पछि मेरो ड्युटी सिधेपछि भेट्नु पर्ला है त। म तपाईँलाई देखाउँछु यो मेरो अलिकति बडी देखिरहेको यो अलिकति मिलाएर तपाईँलाई। अनि बेलुका म जाने बेला चाहिँ भेट्नु पर्ला। आजको भिडियो चाहिँ अलिकति सर्ट भिडियो नै बनाउनु खोजिरहेको छु मैले सकेसम्म। मेरो किनकि भिडियो जति लामो हुन्छ त्यति बोरिङ हुन्छ नि त, त्यही भएर है त। ल अब हाम्रो चाहिँ छुट्टी भइसकेको छ। भन्दै यो ढोका तान्दिनु है। ल बाई बाई। गोप्रोमा ब्याट्री सिद्धिएको अवस्था है। गोप्रोमा ब्याट्री सिद्धियो, अनि त्यही भएर मैले मोबाइल निकालेर खिचेँ। म चाहिँ अहिले कता जाँदैछु, ससुरालीतिर जाँदैछु गोप्रोमा ब्याट्री सिद्धिएर है। न साइड लाइट बाल्यो न उस गऱ्यो, त्यत्तिकै कुदिरहेको छ कि। ल म अहिले चाहिँ भैँसीपाटी पुगिसकेको छु। म अहिले ससुरालीतिर जाँदैछु। ससुरालीतिर खाना खानलाई बोलाएको छ आज चाहिँ, अनि त्यही भएर चाहिँ खाना खानलाई जाँदैछु। अहिले म यहाँ भैँसीपाटीको बाटोमा पुगेँ है। अनि यस्तै छ। ल अब ससुराली पुगेर भेटौँला। गोप्रोमा ब्याट्री नभएको भएर चाहिँ मैले मोबाइल निकालेर यसरी युज गरेको। ससुराली पुगेपछि भेट्नुपर्छ है त। अहिले कहाँ पुग्यो भने कहाँ पुग्यो भन न, कहाँ आइपुग्यो हामी? कहाँ हो? ऊ चाहिँ पहिल्यै आइसकेको थियो है मलाई छोडेर। अनि म चाहिँ भर्खरै आइपुगेँ अफिसबाट यता ससुरालीतिर। आज यता पाउन थियो, त्यही भएर गोप्रोमा ब्याट्री सिधै मोबाइलबाट आयो। अब यहाँ चाहिँ अलिकति खानै खाएर चाहिँ हामी यहाँबाट जान्छ होला। किस्लिन हाई 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 गो हाई। त्यो चाहिँ ट्विन्स नानीहरू छ है। दुईजना ट्विन्सहरू चाहिँ छ। एकजना सोझो छ भने आज चाहिँ अलिकति हरामी छ अरे। ल हामी चाहिँ अब ससुरालीमा पाहुना बोलाएको थियो। त्यो पाहुना ड्याङटुक लाएर ड्याङडुङ खाइदिएर निस्किसक्यो। अनि अब आज चाहिँ पेट्रोल पम्प बन्द रहेछ चाहिँ के हो। अनि ड्याङडुङ खाएर निस्किसक्यो। अब हामी घर जाँदैछौँ। घरको बाटो चाहिँ एकदम सर्टकट बाटो छ, धेरै टाढा छैन मेरो ससुराली। जम्मा 5 मिनटको बाटो हो म बस्ने ठाउँबाट मेरो ससुराली चाहिँ। सो आजको लागि भ्लग चाहिँ सायद यति नै हुनेछ। अब तपाईँहरूले मेरो भिडियोमा देखिसक्नुभयो आज मैले के गरेँ कसो गरेँ भन्ने कुरो। अब उता ट्राइम बाइकको सोरुम गएर एकछिन साथीहरूलाई कुरेर स्क्ल्याम्बर 400 एक्सपी हो कि एक्स मात्र हो समथिङ, त्यही बाइक मैले फेरि टेस्ट राइड हानिसकेँ। अनि अब सिधै रुममा गएर भेट्ने कि सिधै भोलि भेट्ने, भोलिको भ्लगमा भेट्ने कि रुममा गएर भेट्ने। ल ठिकै छ, रुममै गएर भेटौँला अहिले। ल